हालेलुया। परमेश्वरले हामीलाई पठाउनु भएको सबभन्दा ठुलो शक्ति भनौँ, आश्चर्य कर्म भनौँ, सल्लाह भनौँ, उहाँको लेखिएको वचन यो। हालेलुया। हिब्रूको पुस्तक 8 अध्यायको 6 र 7 पदमा यसो भनेको छ, तर यसै पनि ख्रीष्ट यीशुले प्राप्त गर्नुभएको सेवा त्यत्तिकै बढी उत्तम छ, जतिको उहाँले मध्यस्थता गर्नुभएको करार पुरानो भन्दा उत्तम छ। किनभने यो करारको जग, नयाँ करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ। किनभने पहिलो करार भनेको कुन करार? पुरानो करार खोट रहित, खोट बिनाको भएको भए त दोस्रोको आवश्यकता पर्ने थिएन। तपाईको बाइबलमा तपाईले विशेष गरेर यत्रो ठुलो अक्षरले लेखेको पाउनुहुन्छ पुरानो करार अनि मत्तीको अगाडि नयाँ करार। तर बाइबलमा धेरैवटा करार छन्। आदमले पाप गर्ने बित्तिकै परमेश्वरले आदमसँग करार बाँध्नु भयो। इभन परमेश्वरले नोआसँग करार बाँध्नु भएको छ, मोसासँग बाँध्नु भएको छ, अब्राहमसँग बाँध्नु भएको छ, दाउदसँग बाँध्नु भएको छ। धेरै करारहरू छ बाइबलमा, तर दुईटा करार चाहिँ एकदमै धेरै हामी सुन्छौँ। एउटा छ पुरानो करार, अर्को छ नयाँ करार। हालेलुया। तर यहाँनिर बाइबलमा हिब्रूको वचनले के भन्यो भने नि, किनभने पहिलो करार पुरानो करार खोट बिनाको, खोट रहित भएको भए त दोस्रोको आवश्यकता पर्ने थिएन। अनि पुरानो करारमा खोट थियो भन्नुभन्दा पनि पुरानो करारमा चाहिँ के भयो भने नि, पुरानो करारमा परमेश्वरले मोसादेखि दिनुभएको 613 आज्ञाहरू ठिकै हो। व्यभिचार नगर्नु ठिकै हो नि, हत्या नगर्नु ठिकै हो नि, नचोर्नु, धेरैवटा आज्ञा छ। आज्ञा त ठिकै हो, त्यसमा किन चाहिँ खोट भयो त? किनभने नि त्यो 613वटा आज्ञा चाहिँ कुनै पनि मान्छेले पुरा गर्नै सकेन। त्यसमा खोट कसमा थियो? आज्ञामा कि मानिसहरूमा? हालेलुया, हालेलुया। पुरानो करार खोट रहित भएको भए त दोस्रो करारको, नयाँ करारको आवश्यकता थिएन। हामी नयाँ करारमा छौँ। यसलाई अनुग्रहको करार भनिन्छ, ग्रेस कभनेन्ट भनिन्छ। आज धेरै मण्डलीमा ओल्ड टेस्टामेन्ट र न्यू टेस्टामेन्ट बिचको फरकलाई थाहा नभएर नयाँ करारमा मण्डली आएको छ। नयाँ करारको अनुग्रहले गर्दा उद्धार पाएको छ भन्ने कुरालाई नबुझेर कन्फ्युज भएर आज धेरै मण्डलीमा नि पुरानो करारको विधि विधानहरू लगाइन्छ, जुन विधि विधान चाहिँ यहुदीको लागि थियो। हामी यहुदी होइनौँ, हामी नयाँ सृष्टि हौँ। वी आर नट ज्युस। हामी यहुदी होइनौँ, हामी त बिलिभर्स हो, हामी त न्यू क्रिएसन हो। हालेलुया। साँच्चै गरी भन्नु पर्दाखेरि नि परमेश्वरले क्रिस्चियनको लागि यहुदीको नियम दिनुभएको पनि होइन, हामी यहुदी पनि होइन। हामीलाई के दिनुभयो त्यसो भए? हामीलाई पवित्र आत्मा दिनुभएको छ, जो चाहिँ उत्तम छ। हालेलुया। पुरानो करार परमेश्वरको दासद्वारा दियो। मोसा त दास हो नि, एलिया दास हो, एलिसा दास हो, डानियल दास हो, यसैया, यर्मिया, होसे। हालेलुया। पुरानो करार परमेश्वरको दासद्वारा दिइयो, तर नयाँ करार चाहिँ परमेश्वरको पुत्रद्वारा आयो। अब तपाईँ आफै भन्नुहोस् न, दास ठुलो हो कि छोरा ठुलो? तपाईँले घरमा कुनै एकजना दास राख्नुभयो, जतिसुकै तपाईँलाई स्याहारोस् न, तपाईँको सास जाने बेलामा, तपाईँको प्राण पखेर उड्ने बेलामा नि तपाईँले आफ्नो दासलाई केही दिनु हुँदैन। तपाईँले आफ्नै छोराछोरी नै खोज्नुहुन्छ, किनकि छोराछोरीले चाहिँ नि त उत्तराधिकारी पाउँछ। हालेलुया। अनि परमेश्वरले पुरानो करार चाहिँ नि दासदेखि दिनुभयो, नयाँ करार चाहिँ नि आफ्नो पुत्र यीशु ख्रीष्टदेखि आएको छ। हालेलुया।
यूहन्ना 1:17 यसो भनेको छ, किनभने व्यवस्था, मूसाको व्यवस्था, पुरानो करार मूसाद्वारा दिइयो, तर अनुग्रह र सत्यता चाहिँ यीशु ख्रीष्टद्वारा आए। यहाँ तपाईँले ध्यान दिनुहोस् है, सत्यता चाहिँ नि व्यवस्थाको पक्षमा छैन, अनुग्रहको साइडमा छ। व्यवस्था मूसाद्वारा दिइयो, तर अनुग्रह र सत्यता चाहिँ यीशु ख्रीष्टद्वारा आए। तपाईँ मूसाको व्यवस्थाद्वारा होइन, तपाईँ आज्ञा पालनद्वारा होइन, तपाईँ धेरै प्रार्थनाद्वारा होइन, तपाईँले हालेको दशांशद्वारा होइन, तपाईँले चर्च एटेन्ड गरेको कारणले होइन, तपाईँले कुनै चर्चको मेम्बरसिप लिएको कारणले होइन, तपाईँले उद्धार र मुक्ति पाएको चाहिँ अनुग्रहद्वारा हो, सित्तैमा हो। हालेलुया। सित्तैमा। किन सित्तैमा धर्मी पार्यो? किनकि हामी सित्तैमा पापी भएको, हामीले पाप गरेर थोरै हामी पापी भएको। बाइबलले भन्छ एउटै मानिस आदमको अनैतिकताले धेरैजना पापी बनाइए भने एकैजना ख्रीष्टको आज्ञाकारिताले धेरैजना धर्मी बनाइनेछ। त्यसैले हामी पाप गरेर पापी भएको होइन, पापी भएर जन्मेर पाप गर्न थालेको। त्यसैले पापी भएर कसरी जन्मियो? आदमले पाप गर्थ्यो। हालेलुया। त्यसैले नै हामी यीशु ख्रीष्टले जे गर्नुभयो त्यो कुरामाथि विश्वास गरेर हामी धर्मी भएको। हालेलुया। नम्बर 3 मा नयाँ करारलाई स्थापित गर्न पुरानोलाई उहाँले खारेज गर्नुभयो। साथीलाई भन्नुहोस् त, नयाँ करारलाई स्थापित गर्न पुरानोलाई उहाँले खारेज गर्नुभयो। हिब्रूको किताब 10 अध्यायको 9 र 10 मा यसो भनेको छ, अनि पछिबाट भन्नुभयो, हेर्नुहोस् तपाईँकै इच्छा पुरा गर्न म आएको छु। येशू प्रभुले भन्दै हुनुहुन्छ, दोस्रोलाई स्थापित गर्न पहिलोलाई उहाँले खारेज गर्नुहुन्छ। भन्नुहोस् न, दोस्रोलाई, दोस्रो भनेको कुन करार हो? नयाँ करार। मतलब ल, नयाँ करारलाई स्थापित गर्न पहिलोलाई, पुरानोलाई उहाँले के गर्नुहुन्छ? खारेज गर्नुहुन्छ। भन्नुहोस् त, नयाँलाई स्थापित गर्न पुरानोलाई उहाँले खारेज गर्नुभएको छ। त्यसैले त्यत्तिकै खारेज गर्नुभयो त उहाँले, हेर्नुहोस् है, त्यत्तिकै खारेज भएको होइन। मत्तीको किताब 5 अध्यायको 17 र 18 पदमा यसो भनेको छ, व्यवस्था अथवा अगमवक्तालाई रद्द गर्न म आएको भनेर नसम्झ, म ती रद्द गर्न होइन तर पुरा गर्न आए। भन्नुहोस् त, म ती रद्द गर्नु होइन, पुरा गर्न आए। यो कसले भन्नुभएको? यीशु ख्रीष्ट के पुरा गर्न आउनुभएको अरे? व्यवस्था र अगमवक्ताहरूको अगमबाटलाई पुरा गर्न आउनुभएको। यीशुले पुरा गर्न आउनुभयो। अब यो वचनलाई नबुझेर के भन्छ? यीशुले त पुरा गर्न आउनुभयो रे, हामी चाहिँ को पुरा नगर्ने भन्छ। हामीले पुरा गर्न नसकेर उहाँ पुरा गर्न आउनुभएको। आमिन भन्नुहोस् त। यदि हामीले पनि पुरा गर्न सक्ने भए उहाँ त त्यतिकै आउनुभयो त फेरि। हालेलुया। अब सुन्नुहोस् है, किन आयो त मेरो गाडीमा? मलाई गाडी कुदाउनु नआएर आएको नि त। मलाई गाडी कुदाउनु आएको भन्दा ऊ त त्यतिकै आएछ त नि, ऊ त हावा खानु आएछ त। हालेलुया। त्यही यीशु ख्रीष्टले व्यवस्थालाई पुरा गर्नु यो कारणले आउनुभएको होइन कि अब हामीलाई पनि व्यवस्था पुरा गर्नुको लागि कुनै एउटा डिमान्ड छ, होइन। यीशु ख्रीष्टले व्यवस्था पुरा गर्नु आउनुभयो, किनकि संसारमा जन्मेको कुनै पनि मान्छेले व्यवस्था पुरा गर्नु सक्दैन। हालेलुया। 18 पदमा यसो भनेको छ, किनभने साँच्चै म तिमीलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई। भन्नुहोस् त, सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्ने छैन। फेरि ल, सबै कुरा पूर्ण नभई एउटा कन्डिसन छ, जबसम्म सबै कुरा पूर्ण हुँदैन तबसम्म व्यवस्थाको एउटा बिन्दु पनि टल्दैन। तर कहिलेसम्म? जबसम्म पुरा हुँदैन। यीशुले पुरा गर्नुभएको भएन। यीशुले आफै भन्नुभयो त म पुरा गर्न आएँ भनेर। अरे पुरा भइसक्यो त। त्यसैले अब परमेश्वरले हामीलाई पुरानो करारको चस्माले होइन, नयाँ करारको चस्माले हेर्नुहुन्छ। हालेलुया। एउटा गाईले घाँसै खाएन अरे, किनकि घाँस निकै सुकेको थियो अरे, पहेँलो घाँस।
के गर्ने गर्ने, घाँसै छैन अरे, घाँसै पाइँदैन अरे क्या, पुरा त्यो अभाव भयो अरे घाँसको। चस्मा किन ल्याएर हरियो लगाइदियो अरे गाईलाई, हरियो चस्मा, घाँसै हरियो दिएको अरे, काम के काम खाइदियो अरे। हालेलुया। म त के हो, चस्मा बदल्यो नि त परमेश्वरले। अहिले हामीलाई नि पुरानो कलरको चस्माले होइन क्या, नयाँ कलरको चस्माले हेर्नुहुन्छ। म त के भनेको, परमेश्वरले अब अहिले हामीलाई नि यीशु ख्रीष्ट भित्र हेर्नुहुन्छ। हालेलुया। यो अहिले मेरो हातमा छ क्या, हात भित्र छैन, हातमा छ। अहिले मेरो हात माथि छ, हात भित्र होस् त देखिन्छ, देखिँदैन। बाइबलले के भन्छ, तिमीहरूको जीवन यीशु ख्रीष्टभित्र लुकाइएको छ। मतलब के हो त, परमेश्वरले जब हामीलाई हेर्नुहुन्छ नि यीशु ख्रीष्टभित्र हेर्नुहुन्छ, अनि परमेश्वरले भन्नुहुन्छ त धर्मी होस्, त योग्य होस्, त पवित्र होस्, त पीडित होइनस् विजेता होस्, त रोगी होइनस् स्वस्थ व्यक्ति होस्, त अभावमा होइन प्रशस्तमा शेष। हालेलुया। परमेश्वरले चाहिँ नयाँ कलरको चस्माले हेर्नुहुन्छ, अनि विश्वासी चाहिँ पुरानो कलरको चस्मा लाएर अनि महिनामा 30 दिन हुन्छ, 32 पल्टसम्म आफूलाई पापी भन्छ। हामी धर्मी हो, हामी योग्य हो, पवित्र हो, हामी भन्नुहोस् न, मजा आएन? धर्मी भन्नेको तपाईँले प्रकाश जस तपाईँले म धर्मी होइन, यो त गहिरो छ। तपाईँ धर्मी भएको कारणले गर्दाखेरि नै तपाईँ एक दिन अनन्त नरकदेखि उम्किनुहुन्छ। यो सानो प्रकाश होइन नि, यो धर्मी तपाईँ सित्तैमा भएको छ। हालेलुया। बाइबलमा एउटा वचन छ, न्यायको दिनमा तेरो धन सम्पत्ति काम लाग्दैन भनेको छ। त्यसमा के काम लाग्छ त? धार्मिकता। धार्मिकता जो यीशु ख्रीष्टले विश्वास गर्ने व्यक्तिहरूलाई सित्तैमा लगाइदिनु भएको छ। हालेलुया। नम्बर 4 मा पुरानो करारको बलिदानले मानिसहरूलाई शुद्ध पार्नै सकेन। साथीलाई भन्नुहोस् न, पुरानो करारको बलिदानले मानिसहरूलाई शुद्ध पार्नै सकेन। म पढ्नु चाहन्छु हिब्रूको किताब 10 अध्यायको 1 देखि सायद म 4 सम्म सायद म पढ्छु होला। किनभने व्यवस्था अब आउने उत्तम कुराको खास रूप होइन, तर तिनको छाया मात्र हो। भन्नुहोस् त, व्यवस्था अब आउने उत्तम कुराको खास रूप होइन, तर तिनको छाया मात्रै हो। मलाई हेर्नुहोस् त, तपाईँलाई परमेश्वरले वास्तविक घरै दिएको मनपर्छ कि घरको छाया दिएको मनपर्छ? लु, छायामा बस्दै गएर 20 वर्ष, घर चाहिँ कहिले कहिले भने भन्नुहोस् त। मैले मेरो चर्चमा भन्दै थिएँ, जब मलाई सुधार केन्द्र पठायो, अनि सुधार केन्द्रमा गएपछि त अब फ्रेस हुन थाल्यो, खानु पाएन, बुढीको पुरै याद आउनु थाल्यो। अब त्यहाँको आफ्नै नियम कानुन हुन्छ नि त। अनि मैले मेरो फोन गरेर, मेरो दिदी अस्ट्रेलियाबाट आएको थियो, मैले भेट्नु आउँछु भन्दै थियो। अब 4-5 वर्ष आएको भाइ फेरि सुधार केन्द्रभित्र। अनि मैले मेरो मम्मीलाई फोन गरेर मेरो दिदीको हातमा चाहिँ बुढीको चाहिँ एउटा फोटो चाहिँ पठाइदिनु न भने, अब त्यो पनि लुकाएर दियो। अनि दिदी गएपछि आमा म डेली त्यो फोटो हेरेकै गर्थेँ क्या, कस्तो। हालेलुया। अब खाँदाखेरि पो वास्ता भयो त, फ्रेस भएपछि त वास्ता हुन्छ नि श्रीमतीको। हालेलुया। तर 4-5 महिना बितेपछि त म घर गएँ नि त, फोटो हेरेर बस्छु म घरमा छु। अब कहाँ फोटो, मेरो श्रीमती यहाँ छ, अनि फोटो श्रीमतीले के खुसी हो क्या भन्छ। हालेलुया। त्यस्तै हो, पुरानो कुरा छाया मात्रै हो, नयाँ कुरा चाहिँ वास्तविकता हो। हालेलुया। अब तपाईँलाई पास्टर बाबुको छाया चाहिएको भने घाम लागेको ठाउँमा म उभिन्छु, नत्र होइन भने म यहीँ छु। हालेलुया। के सञ्जयज्यूलाई के तपाईँको श्रीमतीको छाया चाहिएको र कि श्रीमती नै चाहिएको? तपाईँलाई तपाईँको ग्लोरी युनिसेक्स पार्लरको छाया चाहिएको कि पसलै चाहिएको? पुरानो कुरा छाया हो, नयाँ कुरा चाहिँ वास्तविकता हो। हालेलुया। पुरानो कुराको हरेक पुस्तकले, हरेक भर्सले, हरेक वचनले, हरेक व्यवस्थाको विधि विधानले, हरेक अगम वक्ताले नि एउटै कुरा देखाउँदै थियो क्या, सही समयमा पुत्र प्रकट हुनुहुनेछ। हालेलुया। हालेलुया।
अब पुत्र आइसक्नु भयो, क्रुसमा मर्नुभयो, बौरी उठ्नुभयो, पिताको दाहिने हातमा बस्नुभयो, मण्डली अझै पनि अब छायामै। निस्ता चाड मानेनौ भने त मुक्ति हुँदैन भन्नेहरू पनि छ। फेरि पुरानो करार हो, हुँदैन, यो खाऊ त्यो नखाऊ, पुरानो करार हो। शरीरलाई हुन्छ खाऊ, हुँदैन नखाऊ। हालेलुया। हिब्रूको किताब 10 अध्यायको 1 फेरि पढ्न चाहन्छु, किनभने व्यवस्था अब आउने उत्तम कुराको खास रूप होइन, तर तिनको छाया मात्रै हो। यसै कारण वर्षै पछि नित्य चढाइने त्यही किसिमको बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। पुरानो करारको सालै पछि चढाउने बलिदानले मान्छेलाई सिद्ध पार्न सकेन, नत्र त बलि चढाउने काम रोकिने थिएन। र यीशु ख्रीष्ट कतिपल्ट मर्नुभयो? अब भोलि फेरि आउनुहुन्छ तपाईँको लागि, ए राज बाँकी रहेछ, एक फेरि कोले कुरा बुझ्दै हुन्छ। मैले हाँस्दै तर डिप कुरा भन्दैछु है। भोलि फेरि प्रभुले फेरि पिताको दाहिने हातदेखि यसो हेरेर वीरेनलाई हेरेर फेरि, ए वीरेन यसो पख म फेरि एकपल्ट क्रुसमा। पुरानो करारमा सालै पछि बलिदान हुन्थ्यो अरे, किनकि शुद्ध पार्नु सकेन अरे। यीशु ख्रीष्टको बलिदान एकैपल्ट इनफ, मोर देन इनफ, वान्स फर अल, एकैपल्ट सबैको लागि, सधैँभरिको लागि। हालेलुया। नत्र त बलि चढाउने काम रोकिने थिएन। र किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। यहाँ के भन्छ बाइबलले? यदि पुरानो करारको सालै पछि चढाएको बलिदानले चाहिँ आराधकहरू, त्यो व्यक्तिहरूको पाप चाहिँ शुद्ध पारेको भए त पापको चेतना किन हुन्थ्यो? मतलब के हो त? पुरानो करारमा सालै पछि बलिदान दिँदै गर्दाखेरि पनि उनीहरूलाई सालै पछि भित्र सिनको त्यो गिल्टी हुन्थ्यो क्या, म पापी, म पापी, म पापी, म पापी, पापको चेतना हुन्थ्यो। तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछन्। साथीलाई भन्नुहोस् त, पुरानो करारको बलिदानले मानिसहरूलाई सालिन्दा सालै पछि पापको सम्झना गराउँथ्यो। अब चाहिँ म बोल्छु है। त्यसै भए नयाँ करारको बलिदानले के को सम्झना गराउँछ? धार्मिकताको। तपाईँ धर्मी हुनुहुन्छ, तपाईँ पवित्र हुनुहुन्छ, तपाईँ योग्य हुनुहुन्छ। हालेलुया। भन्नुहोस् त, म धर्मी हो। नम्र भनेको चाहिँ म पापी, म तुच्छ, अयोग्य। यीशु ख्रीष्टले धर्मी पारिसक्नुभयो, अझै पापी भनेर नम्र भएको कि घमण्डी भएको? अब मैले अझै पनि आफूलाई पापी छु भने त नि, पापी भन्छु भनेर भने त नि, बरु यीशुलाई यो भनेको, तपाईँको रगत पर्याप्त छैन मेरो पाप धुनको लागि, म घमण्डी पो भएँ त। तर मैले भनौँ न, प्रभु धन्यवाद, तपाईँको रगतले म अनन्तको लागि धर्मी भएको छु। अनि प्रभुले के भन्नुहुन्छ? बल्ल कुरा बुझेछ। हालेलुया। त्यही भएर विश्वासी मण्डली आफूले आफूलाई पापी, तुच्छ, पीडित भन्नु छोडो क्या, विजेता भन्दा बढ्ता बनाउन। हालेलुया। हामी त शक्तिशाली मानिसहरू हो, हामी योग्य हो। यो संसारमा हामी जतिको परमेश्वरको फेभर पाएको अरू कोही मान्छे नै छैन। किनकि परमेश्वरको आत्मा हामीभित्र बास गर्नुहुन्छ। भित्र परमेश्वरको आत्मा बोकेर पनि आमा कसरी भनेको, मम्मी म तुच्छ अरे, आम्मामा। बाइबलले तिमी शिर भन्छ, तिमी टुप्पो भन्छ, तिमी अब्राहमको आशिष छ भन्छ। हालेलुया। हामी शिर हो, हामी टुप्पोमा छौँ, हामीमा अब्राहमको आशिष छ। हामी जहाँ जान्छौँ, जे छुन्छौँ त्यो कुरा फर्स्ट आउँछ, किनकि परमेश्वरको भलाइ हाम्रो अघि अघि पछि पछि वरिपरि छ। हालेलुया। साथीलाई भन्नुहोस्, तपाईँ पीडित होइन, विजेता भन्दा बढ्ता हो। तपाईँ तुच्छ होइन, शक्तिशाली हो। तपाईँ अयोग्य होइन, योग्य हो। तपाईँ पापी होइन, धर्मी हो। कतिवटा क्रिस्चियन शब्दहरू एज अ ट्रेडिसन पनि आएको छ क्या। जस्तै प्रभु मलाई नछोड्नुहोस् ल। कति राम्रो आत्मिक प्रार्थना सुन्छ नि त, प्रभु मलाई नछोड्नुहोस् ल। प्रभुले कहिले छोड्छु भनेको छ? किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमादेखि, परमेश्वरदेखि टाढा भएका छन्। परमेश्वर त्यहीँ हुनुहुन्छ, टाढो चाहिँ मान्छे भएको, परमेश्वर होइन। यदि परमेश्वर टाढो भएको थियो भने फेरि किन आउनुभयो त? आदमले पाप गर्ने बित्तिकै मान्छे टाढो भएको, परमेश्वरले जहिले पनि पर्खिरहेछ, फर्किरहेछ भनेर। हालेलुया।
हालेलुया हालेलुया हालेलुया। प्रभु मलाई नछोड्नुहोस् ल प्रभु। हिब्रू 13:5 पढ्नु, लेखेको छ, आई विल नेभर लिभ यु, आई विल नेभर फोर्सेक यु। म तिमीलाई कहिले पनि छोड्दिनँ, म तिमीलाई कहिले पनि त्याग्दिनँ। हो पनि, हो साँच्चै हो पनि। मैले लाइफमा धेरै मान्छेको रिजेक्सन थाहा पाएको छु, तर आजको दिनसम्म मलाई नि उहाँले कहिले त्याग्नु भएन, उहाँले कहिले छोड्नु भएन। म सँगसँगै सेवकाईमा आउँछु, सेवकाईमा साथ दिन्छु भन्ने मान्छेले पनि अलपत्र पारेर गए, तर उहाँले कहिले पनि त्याग्नु भएन, उहाँले कहिले पनि छोड्नु भएन। हालेलुया। स्ट्रेटली परमेश्वरले मात्रै कहिले पनि नत्याग्ने। तपाईँले माया गर्ने, तपाईँलाई सबैभन्दा बेसी माया गर्ने आमा र बुवाले पनि बाध्यै भएर एक दिन तपाईँलाई छोड्नुपर्छ, किनकि मृत्यु त आउँछै आउँछ। नछोड्ने भनेको प्रभु मात्रै हो। आमिन भन्नुहोस्। हालेलुया। त्यही भएर यो ट्रेडिसनको प्रार्थना गर्नु बन्द गर्नुहोस्। कोही मान्छे बिमारी देख्यो भने प्रभु दया गर्नुहोस्, प्रभु छुइदिनुहोस्, ओ प्रभु हेर्नुहोस् त कस्तो दुखेको छ प्रभु, म त देखेरै म त माया लाग्यो। अब प्रभुले पनि नदेखे जस्तो, तपाईँले भन्दा सबै कुरो थाहा छ उहाँलाई। यो त यसरी प्रार्थना गरिन्छ कि प्रभुले पनि उसलाई निको नपारेर पर्खिरहेको जस्तो। यीशुले के भन्नु, बिमारीमाथि हात राख्नु निको हुनेछ। हालेलुया। ओ यो गीताको भाइ, मलाई गीताले फोन गरेको थियो, सोध्नु न परे, सास पनि फेर्न परेर तल तल र माथि नै भएर बाउडेर बसेको रहेछ। सट्टै मलाई फोन गरेर मलाई थाहा थिएन ऊ बिमारी छ भनेर। यीशुको नाम निको होइन भनेको यहीँ छ त मान्छे अगाडि, हेर्नुहोस् त। अनि मैले पनि फोन गरेर प्रभु हेर्नु त यो भाइ त अरर भएर प्रभु झन्डै प्रभु के गर्नु प्रभु, हुँदैन यसरी। ट्रेडिसनल नजाउँ, किङडम माइन्डमा जाउँ। अब राज्यको माइन्डमा जाउँ। हालेलुया। अझै पनि कतिवटा चर्चमा पैसा कमाउनु हुँदैन भन्छ। म त भन्छु पैसा कमाउनुहोस्, बिजनेस गर्नुहोस्, व्यापार गर्नुहोस्, प्रभुको राज्यमा भयङ्कर दिनुहोस्, अगाडि बढ्नुहोस्, राज्य गर्नुहोस्। हालेलुया। ट्रेडिसन क्या, धनी हुनु पाप हो। त्यसपछि अब्राहम पापी, सोलोमन पापी, दाउद पनि पापी होइन नि? होइन नि। राज्य गर्नुहोस्, हात हाल्नुहोस्, छुनुहोस्। हालेलुया। यति साह्रो धनी हुनुहोस् कि भन्नुहोस् न, पास्टर बाउ कहाँ छौ, अलि साह्रो गाह्रो परेको चर्चहरू म बनाइदिन्छु। त्यो जिन्दगी हो। तर धनी नहुनु। हिब्रू किताब 10:4 भनेको छ, किनकि साँडे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। त्यसै कारण यीशु ख्रीष्ट आउनुभयो, आफ्नो रगत बगाउनु भयो। उहाँको रगतले हाम्रो पापहरू एकैपल्ट सदाका लागि धोइदिनु भयो। हालेलुया। अब सुन्नुहोस् है, पुरानो करारले सालिन्दा पापको दोष लगाउँथ्यो, नयाँ करारले अनन्तको लागि धार्मिकताको ज्ञान दिन्छ। नम्बर 5 मा पुरानो करारमा मानिसहरूलाई पवित्र पारिने काम पुरा भएको थिएन। 10 अध्यायकै 11 पददेखि म पढ्न चाहन्छु। हरेक पुजारी, एउटा क्वेसन ल, यहाँ तपाईँहरू किन कुर्सीमा बस्नु भएको अहिले भर्खरै? किन भन्नुहोस् त? वर्सिप सक्यो नि त, फेरि सुरु गरोस् त, फेरि उठिहाल्छ नि। त्यही भएर बस्नुले जहिले पनि सक्यो पनि भन्छ क्या। हालेलुया हालेलुया हालेलुया। 10:11 यस्तो भन्छ, हरेक पुजारी एकै किसिमको बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छ। भन्नुहोस् त, खडा रहन्छ। फेरि खडा रहन्छ। लास्टपल्ट खडा रहन्छ। अब म भन्छु है, जुन बलिले कहिल्यै पाप हरण गर्न सक्दैन। पुरानो करारमा पुजारी किन खडा रहन्थ्यो अरे राज? किनकि उनीहरूले चढाएको बलिदानले नि पापलाई हरण गर्नु सकेन। 12 पदमा, तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ खडा हुनु भएन, बस्नु भयो। आमीन भन्नुहोस् त। हालेलुया भन्नुहोस्। यीशु ख्रीष्ट खडा हुनु भएन, बस्नु भयो। त्यसैले किन बस्नु भयो त? उहाँलाई दिएको जिम्मा सकियो के? हालेलुया हालेलुया। अब कहिले हो क्रिसमस?
डिसेम्बर 25मा होस्, 25मा हो। डिसेम्बर 23 देखि किरण र निमाले बस्नु पाउँछ मजाले, कुदेकै मेरो फोन, टेन्टको फोन, सपिङ गर, के गर, सजावट गर, पैसा यताउता सबै। जब 25 को रात होस् त अनि घरमा गएर आरामले विश्राम गर्छ। किन विश्राम गर्छ? सकियो, काम सकियो। हालेलुया। त्यही भएर नयाँ कुराको यीशु ख्रीष्टको बलिदानले हामीलाई धर्मी पार्ने काम वान्स फर अल एकैपल्ट सदाको निम्ति सकिएको छ। यसको मतलब के हुँदैन? कसैले यीशु ख्रीष्टलाई विश्वास गरेको छ भने नि ऊ धर्मी हो, ऊ पवित्र हो, ऊ योग्य हो। हालेलुया। भन्नु चाहन्छु 12 पद। तर ख्रीष्टले त पापहरूको निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। हालेलुया। 13 पदमा यसो भन्छ, र उहाँका शत्रुहरू उहाँको पाउदान नहुन्जेल उहाँ पर्खिरहनुहुन्छ। 14 पदमा दामी बताउँछ, किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन्, त्यो को? हामी जसले उहाँमाथि विश्वास गरेको छ, तिनीहरूलाई उहाँले सदाको निम्ति, भन्नुहोस् त सदाको निम्ति, फेरि सदाको निम्ति, कि 1 महिनाको निम्ति, कि 1 महिनाको लागि होइन, 1 वर्षको लागि होइन, सदाको निम्ति, सदाको निम्ति तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ। हालेलुया। वान्स फर अल तपाईँ एकैपल्ट सदाको लागि सिद्ध भइसक्नु भएको छ। अब तपाईँले आफूलाई भन्नुपर्छ म धर्मी हो, ऐना हेर्दै भन्नुहोस्। कति विश्वासीलाई नि म धर्मी भन्ने कुरै थाहा छैन क्या। अनि आफ्नो परिचय जिन्दगीमा थाहा नभएको मान्छेले केही पनि गर्न सक्दैन। त्यही भएर डेभिलले नि माइन्ड गेम खेल्छ क्या, तँ पापी, तँ पापी, तँ पापी। मैले 1000 पल्टभन्दा बेसी भनेको छु त हौ। रक्स्याले रक्सी खान्छ, जडियाले जाँड खान्छ, तासेले तास खेल्छ, गजडियाले गाजा खान्छ, पापीले पाप गर्छ, धर्मीले धार्मिकतामा जिउँछ। हालेलुया। भनिराख्नुहोस् म धर्मी हो, भनिराख्नुहोस् म पवित्र हो। शैतानले मलाई कसरी? यहाँ वचन देखाइदिनुहोस्, उहाँले एकैपल्ट सदाको निम्ति सिद्ध बनाउनु भएको छ। हालेलुया। तपाईँको साथीलाई हेरेर यसो भन्नुहोस् त, तपाईँलाई परमेश्वरले एकैपल्ट सदाको निम्ति सिद्ध बनाउनु भएको छ। मैले यहाँ सिद्ध मान्छेलाई देखिरहेको छु। तर फेरि अब दिमागमा कुरा आउँछ, तर उसको शरीरलाई हेर भन्दा खोइ म त पत्याउनै गाह्रो भयो। त्यही भएर पावलले के भन्छ, अब उसो हामी कुनै मानिसलाई शरीरद्वारा चिन्दैनौँ। यो आत्माको प्रकाश हो। यो शरीरलाई हेर्नुभन्दा तपाईँले ममा पनि के पाउनुहुन्छ नि। थोरै यहाँ पुलपिट बारेमा रिसाउँछु त, गर्छ नि। हालेलुया, हालेलुया। जेन्युइन भएको, रियली भएको, आई डोन्ट वान्ट टु बी फेक। सबैले गल्ती गर्छ, सबैले मिस्टेक गर्छ, तर त्यही मान्छेले आफ्नो मिस्टेक चाहिँ लुकाउँछ, अर्काको चाहिँ देखाइदिनु खोज्छ। मान्छेको रियालिटी हो। तर परमेश्वरले तिम्रो मिस्टेकको आधारमा होइन, तिम्रो गुड बिहेभियरको आधारमा होइन, तिम्रो अवेयरनेसको आधारमा होइन, परमेश्वरले तिमीलाई नि यीशु ख्रीष्टको बलिदानद्वारा नि एकैपल्ट सदाको निम्ति सिद्ध बनाउनु भएको छ। हालेलुया। यीशु ख्रीष्टले गर्दा हामी धर्मी, यीशुले गर्दा पवित्र, यीशुले गर्दा योग्य, यीशुले गर्दा आशिषित, यीशुले गर्दा उद्धार पायो, यीशुले गर्दा मुक्ति पायो, यीशुले गर्दा स्वर्ग जान्छु, यीशुले गर्दा। फेरि भित्रबाट पास्टर एकपल्ट त मैले गर्दा भनिदिनु न। कोले बुझ्दै हुनुहुन्छ, शरीरले पनि त केही त महिमा लिन खोज्छ नि, खोज्दैन र? सारा शरीरले पनि त महिमा लिन खोज्छ नि त, सबै यीशुले गर्दा। मैले चाहिँ के गरेँ? केही पनि गरेन। त्यसैले पास्टर भयो सुकर्म नगर्नु, राम्रो काम नगर्नु। प्रभुले भन्नुभयो तिमीहरूको सुकर्म मानिसहरूले देखोस् र पिताको महिमा गरोस्। तर प्रभुले तिमीहरूको सुकर्म मानिसले देखोस् र तिम्रो पाप क्षमा होस् भन्नु भएन। सुकर्मले चाहिँ नि हामीले अरू मानिसलाई यीशुसँग तान्नु सक्छौँ, तर सुकर्मले चाहिँ हामीले आफूलाई नि मुक्ति दिन सक्दैनौँ। हामी राम्रो काम गर्छौँ मुक्ति पाउनुको लागि होइन, हामी राम्रो काम गर्छौँ मुक्ति पाइसक्यौँ भनेर। म यहाँ आएर वचन बोलेको भए अर्को हप्ता आमोसले पास्टर बनाउँछ कि भनेर होइन, म यहाँ आएर वचन बोलेको पास्टर भइसक्यो भनेर हो।
हालेलुया हालेलुया। कोही बुझ्दै आयो भन्नुहोस्। क्रिस्चियनले सुकर्म गर्नुपर्छ, तर सुकर्मले सेल्भेसन पाउँदैन। इट्स अ फ्री गिफ्ट बाई ग्रेस थ्रु फेथ। अनुग्रहद्वारा विश्वासद्वारा सित्तैमा 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 उद्धार पाएको छु। तर पास्टर म त 40 दिनको फास्टिङ गर्छु, म पनि बस्छु, बस्नुहोस्। तर फास्टिङले उद्धार दिँदैन, बरु पाइसकेको उद्धारलाई अझै बढी बुझ्नुलाई प्रकाशित दिन्छ होला। तर पास्टर म त 6 घन्टा प्रार्थना गर्छु, म पनि गर्छु। प्रार्थना नगरेर कोही आउँछ र? प्रार्थना गरेर परीक्षा नपर, प्रार्थनाले परीक्षामा पर्नेबाट बचाउँछ, उद्धार दिँदैन। त्यसपछि उद्धार पास्टर म केले दिन्छ? अनुग्रहले, यीशुको बलिदानले, जो एकैपल्ट सदाको निम्ति। ओ माई जिजस हालेलुया। बाई ग्रेस थ्रु फेथ, बाई ग्रेस थ्रु फेथ, बाई ग्रेस थ्रु फेथ, वी आर सेभ बाई ग्रेस थ्रु फेथ। हामी अनुग्रहद्वारा विश्वासद्वारा सित्तैमा उद्धार पाएको छौँ, सित्तैमा धर्मी भएको छौँ। त्यही भएर बाइबलले भन्छ अब उसो गर्व गर्नेले प्रभुमै गर्व गरोस्। तर कतिजना मान्छेले आफूमै गर्व गर्न खोज्छ। म पनि प्रभु अलिकति प्रभु 99 तपाईँको, मेरो चाहिँ 1% हुँदैन। सुन्नुहोस् यहाँनिर इङ्ग्लिस बुझ्नेले, सेलिब्रेसन भनेको नि जिजस प्लस नथिङ हो। कोहीले बुझ्नु हुँदैछ? उद्धार भनेको नि यीशु प्लस अरू केही होइन भनेको। मात्रै यीशु, मात्रै यीशु, मात्रै यीशु। चर्च आएर उद्धार पाएको होइन, कुनै चर्चको मेम्बरसिप हात पारेर उद्धार पाएको होइन, दशांश हालेर उद्धार पाएको होइन, बाइबल धेरै पढेर उद्धार पाएको होइन, क्रिस्चियन भनेर फेसबुकमा लेखेर उद्धार पाएको होइन। उद्धार चाहिँ कसरी पाएको? यीशु ख्रिस्टमाथि विश्वास गरेर। हालेलुया। त्यसपछि चर्चमा आउने किनकि पाएको उद्धारमा हुर्किनु पऱ्यो नि त, बढ्नु पनि पऱ्यो नि त। हालेलुया। आत्मामा दौरो पनि हुनु पऱ्यो नि त। हालेलुया हालेलुया। चिच्चाएर भनौँ न, हामी सित्तैमा अनुग्रहद्वारा विश्वासद्वारा धर्मी भएको। किताब 8 अध्यायको 12 अनि 13 पद। कोले वचनलाई बुझ्दै हुन्छ यसो गरिदिनुहोस् त। त्यसो भए नयाँ करार चाहिँ कस्तो करार हो? एकदम ध्यान दिएर सुन्नुहोस् है। किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पापहरू फेरि कहिले सम्झने छैन। भन्नुहोस् त, तिनीहरूका पापहरू फेरि कहिले सम्झने छैन। किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिले सम्झना गर्ने छैन। परमेश्वरले भन्नुभएको छ तेरो पाप म कहिले सम्झना गर्दिन। तर यहाँ विश्वासी सम्झे। किनकि तिनीहरूको अपराधहरू म क्षमा गर्नेछु र तिनीहरूका पाप फेरि कहिले सम्झने छैन। यस करारलाई नयाँ भन्नुभएकोले, कोले बुझ्दै हुनुहुन्छ? यस करारलाई नयाँ भन्नुभएकोले। त्यसैले नयाँ करार चाहिँ कस्तो करार हो? जुन करारमा तपाईँको अपराधलाई क्षमा गरिन्छ र जुन करारमा तपाईँको पापलाई परमेश्वरले कहिले सम्झनु हुने छैन। यो करार हो नयाँ करार। तपाईँलाई सुन जान्छु म, नयाँ करार कस्तो करार अरे? जुन करारमा तपाईँको अपराध क्षमा गरिन्छ, जुन करारमा तपाईँको पाप कहिले उहाँले सम्झनु हुँदैन। आफू पनि नसम्झिनुहोस्। त्यसैले के सम्झिने? यीशुको बलिदान सम्झिनुहोस्, यीशु सम्झिनुहोस्। हालेलुया। अब अझै अर्को वचन पढौँ, सुन्नुहोस् फेरि यहाँ दामी छ फेरि। किनकि तिनीहरूको अपराधहरू म क्षमा गर्नेछु, तिनीहरूको पापलाई फेरि कहिले सम्झने छैन। यस करारलाई नयाँ भन्नुभएकोले नै उहाँले पहिलोलाई पुरानो तुल्याउनु भयो र जुन चाहिँ पुरानो भएर थोत्रै हुँदो जान्छ, थोत्रो हुँदै जान्छ, त्यो लोप भएर जानेछ। हालेलुया 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 हालेलुया। त्यसो हो भने तपाईँ धर्मी कसले गर्दा? अलिक जोडले, कसले गर्दा? पवित्र कसले गर्दा? योग्य कसले गर्दा? उद्धार पाए कसले गर्दा? मुक्ति पाए कसले गर्दा? परमेश्वरको सन्तान भए कसले गर्दा? कसले गर्दा? त्यसैले महिमा कसलाई भयो? हो, अब सुन्नुहोस् है, शैतानलाई सबैभन्दा मन नपर्ने काम चाहिँ नि यीशुको महिमा भएको काम। त्यही भएर शैतानले नि पुरानो करार र नयाँ करारलाई ट्विस्ट गरिदिन्छ। स्वाटै हालेर नि मण्डलीमा पनि पुरानो करारको विधि विधान हालिदिन्छ। अनि शैतानले अलिअलि त तेरो पनि महिमा हुनुपर्छ, कहाँ सधैँ यीशुको मात्र महिमा, तेरो पनि महिमा
होइन, यीशुको महिमा हुनुपर्छ। प्रभुले भन्नुभयो जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ उहाँले तिमीहरूलाई मेरो विषयमा गवाई दिनुहुन्छ। व्यवस्था किन दिइयो अरे? जुन मानिसले पाप गरेको छ त्यो मानिसले चाहिँ नि त अब चिच्याउँदैन मैले पाप गरेको छु भनेर मान्छेलाई थाहा भइसकेपछि त उसले त भित्रदेखि त पापदेखि निस्किनु खोज्छ नि त। लु भन्नुहोस्, खोज्दैन? पाप गरेको छु भन्नुको लागि त पापको आज्ञा दिनु पर्यो नि त। किनकि ल फर एक्जाम्पल अहिले तपाईँहरू ट्राफिक कार्यालय जानुहुन्न नि त, तर एकपल्ट तपाईँले ट्राफिकको ललाई नाग्नुहोस् त, तपाईँ त जानुपर्छ। अनि त्यहाँ गएपछि मात्र तपाईँले अब त्यसो भए यो कसरी यहाँदेखि उम्किने त केही त होला नि त। अनि उसले के भन्छ, तपाईँले पैसा फाइन तिर्नु भन्छ। त्यस्तै हो, व्यवस्था दिनुभएको कारण चाहिँ परमेश्वरले चाहिँ व्यवस्थाले धर्मी हुन दिएको होइन, दिएको कारण चाहिँ ताकि मान्छेले बुझोस् उसले यो आज्ञा उल्लङ्घन गरेको छ। अब त्यो मान्छेले के भन्छ परमेश्वरलाई, मैले सबै आज्ञा उल्लङ्घन गरेँ, अब म कसरी उम्किने त? अब के भन्छ परमेश्वर, त्यसो भने तैँले अब यीशु ख्रीष्टमाथि विश्वास गर्नु। हालेलुया। त्यो किताब 3 अध्यायको 23 देखि 25, गलाती 3को 23 र 24 र 25 यसो भनेको छ, तर विश्वास आउनु अघि, भन्नुहोस् त विश्वास आउनु अघि, यो यीशु ख्रीष्ट भनेको सुन्नुहोस् है, तर विश्वास आउनु अघि अथवा अनुग्रह आउनु अघि अथवा नयाँ कुरा आउनु अघि हामी व्यवस्थाको बसमा थियौँ र विश्वास प्रकट नभएसम्म अथवा यीशु ख्रीष्ट नआउनु भएसम्म अथवा अनुग्रह नदिएसम्म हामी व्यवस्थामा थुनिएका थियौँ। 24 पद, विश्वासद्वारा हामी धर्मी ठहरिन सकौँ भनेर। साथीलाई भन्नुहोस् त, विश्वासद्वारा हामी धर्मी ठहरिन सकौँ भनेर। कर्मद्वारा होइन, विश्वासद्वारा। अब म पढ्छु ल, विश्वासद्वारा हामी धर्मी ठहरिन सकौँ भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दियो। भनेपछि व्यवस्थाको काम चाहिँ के रहेछ, जबसम्म ख्रीष्ट येशू आउनु भएन तबसम्म चाहिँ जिम्मा मात्रै दिएको। ख्रीष्ट येशू आउने बित्तिकै व्यवस्थाले के गर्थ्यो, ख्रीष्ट येशूसँग जानुहोस् तपाईँहरू। कोले बुझ्नुभयो? कुरा बुझ्दै हुनुहुन्छ? पुरानो करार किन दिएको रहेछ? पुरानो करारमै अल्झिनुको लागि होइन, पुरानो करारमै टाँसिनुको लागि होइन, नयाँ करारसम्म डोराउनुको लागि। जबसम्म ख्रीष्ट येशू आउनु भएको थिएन। यो के हो? यो लाइसेन्सको रसिद हो। लाइसेन्स त होइन, तर मलाई भनेको छ जबसम्म तपाईँको लाइसेन्स आउँदैन, उनले त 1 वर्षमा आउँछ भनेको छ। लेट्स सी, जबसम्म तपाईँको लाइसेन्स आउँदैन सर तबसम्म तपाईँले यहीँ देखाइदिनुहोस्, तपाईँलाई छुट छ भन्नुभयो। तर जब तपाईँको लाइसेन्स आउँछ यो नबोक्नुहोस्, लाइसेन्सै बोक्नुहोस्। अब मैले पनि यही बोकिरहेको छु, यत्रो ठुलो लाइसेन्स बोकिरहेको छु, तर जब लाइसेन्स आउँछ नि चिटिक्क परेको बिलेको पर्सा पनि छिर्छ। त्यो दिन म यो बोक्दिनँ नि त। त्यसपछि यो म कहिलेसम्म बोक्छु, जबसम्म लाइसेन्स आउँदैन। त्यस्तै हो व्यवस्था पनि, तबसम्म भ्यालिड थियो जबसम्म ख्रीष्ट येशू आउनु भएन। जसै ख्रीष्ट येशू आउनु भयो नि व्यवस्थालाई परमेश्वरले खारेज गर्नुभयो। अब ओन्ली न्यू टेस्टामेन्ट, ओन्ली जिजस 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 जिजस, हालेलुया, ओन्ली जिजस। कि स्वर्गमा पृथ्वी माथि र पृथ्वी मुनि भएका हरेक प्राणीले व्यवस्थाको नाममा होइन येशूको नाममा ग्रह टेक्नुपर्छ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो र मसँग व्यवस्था दिनुभयो होइन, आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। जोसँग मसँग व्यवस्था छ त्योसँग जीवन छ भन्दैन बाइबलले, जोसँग पुत्र हुनुहुन्छ त्योसँग जीवन छ भन्छ बाइबलले। हालेलुया हालेलुया हालेलुया। त्यसैले हामी अब मसँग व्यवस्थामा छैनौँ मण्डली, हामी यीशु ख्रीष्टको अनुग्रहमा छौँ, यीशु ख्रीष्टको नयाँ करारमा छौँ। अन्तिममा प्रेरितको किताबमा जब प्रेरितहरू बीच विवाद चल्यो, कतिले भन्नु थाल्यो यीशु ख्रीष्टलाई विश्वास गरे पनि व्यवस्था सिकाउँ होला हो। उनीहरू पनि कन्फ्युज भयो, अनि उनीहरू कन्फ्युज हुँदै गयो, अब के गर्ने। अनि कतिले भन्यो होइन होला हौ, यीशु प्रभुलाई मात्र होला। कतिले भन्थ्यो त्यसो भनेर कहाँ हुन्छ, होइन यिनीहरूलाई यीशुको बारेमा पनि भनौँ र यिनीहरूलाई चाहिँ मसँग व्यवस्थामा सुम्प्यौँ। अनि पत्रुसले के भनेको छ खडा भएर, तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु भन्छ पत्रुसले, जुन जुवा न हामीले बोक्नु सक्यौँ न हाम्रो पिता पुर्खाले बोक्नु सके यो व्यक्तिहरूको काँधमा राखिदिएर किन तपाईँहरू अत्याचार गर्नुहुन्छ? हेर्नुहोस् त, पत्रुसले भन्यो। अनि अन्तिममा के निष्कर्ष भयो,
त्यसो भए यिनीहरूलाई यो कुरा नगराउँ। हालेलुया, हालेलुया, हालेलुया। त्यसो अब धर्मी सित्तैमा, पवित्र सित्तैमा, योग्य सित्तैमा, उदार सित्तैमा, मुक्ति सित्तैमा, अनन्त जीवन सित्तैमा। तर हामीले सित्तैमा पायौँ। यीशुले मूल्य चुकाउनु भयो, आफ्नो जीवन दिनुभयो, क्रुसमा चढ्नुभयो, क्रुसमा मर्नुभयो, चिहानमा गाडिनु भयो, तेस्रो दिनमा बौरी उठ्नुभयो। अनि रोमीको किताबमा बाइबल यसो लेखेको छ, यदि उहाँ बौरी उठ्नु भएको हो भने हामीहरू धर्मी भइसक्यौँ। अन्तिममा क्वेसन, यीशु ख्रीष्ट बौरी उठ्नु भयो कि भएन? सबैले भन्नुहोस् न, हजुर, हजुर। हो, यदि यीशु ख्रीष्ट बौरी उठ्नु भएको हो भने तपाईँ धर्मी भइसक्नु भयो।